यो बाटो चाहिँ सिद्धार्थ हाइवे हो। यति बेला म ठ्याक्कै वालिङको मिर्तीमा रहेको छु। आज म मिर्तीबाट बौद्धिकाली गाउँपालिका डेढ गाउँ जाँदैछु। मिर्तीबाट यो जगत जाने बाटो हो। मेरो बाइक यसरी खडा गरेको छु। यहाँबाट यो बाटो छिरेर हामी चाहिँ डेढ गाउँ जाँदैछौँ। आज म पेट्रोल पम्प यहाँनिर छ। पेट्रोल पम्पको यो साइडबाट चाहिँ यहाँबाट जगत निस्किने बाटो छ। अब जगतबाट हामी चापोकोट हुँदै बौद्धिकाली गाउँपालिकाको डेढ गाउँतिर जाँदैछौँ। मिर्तीबाट जगत हुँदै जाँदैछ है गाई, जाँदैछौँ हामी डेढ गाउँ डेढ गाउँ। जगत भन्ज्याङ आइयो है गाई, जगत भन्ज्याङ आइयो। हाम्रो दाइले राइड गर्नुभएको छ, म पछाडि बसेको छु। ए जगत भन्ज्याङ यहाँ आइयो। अब यहाँबाट सर बाटो हामी दाहिने मोडिन्छ। ठ्याक्कै यहाँ माथि जाने बाटो छ, यता सिधा जाने बाटो छ, यता हामी जान्छौँ नि। यहाँबाट उकालो चढेपछि अब सरर चापाकोट पुगिन्छ। वरपरका हरियाली दृश्यलाई निहाल्दै हाम्रो यात्रा जारी छ। यहाँ भने बाटो बन्दैछ। अब ढलानको चरणमा छ, वाल उठाउने अरू काम चाहिँ सकिसकेको छ। यति बाटो चाहिँ अलिकति अप्ठ्यारो छ। यहाँ ठुलो पहिरो गएर यसरी बाटो बनाउने क्रममा रहेको छ। ओहो के आई जन्तुहरू, खुदेकिरोलाई पनि देख्न सफल भइयो। बाटो यस्तै छ गाइज, दुःख सुख। यहाँबाट दुईवटा बाटो छ, हामी यता माथितिर सिधै निस्क्यौँ। एउटा हो चाहिँ फसेको, यहाँनिर झ्याप्प जी फसेको, यता तलतिर कता छ अन्त हामी चापकोटको बारीकुना आइपुग्यौँ ठ्याक्कै। यहाँबाट पनि फेरि हामी दाहिने लाग्छौँ। दाहिने लागेर यो बारीकुना, यहाँबाट दुईवटा बाटो छ नि। यता दायाँ मन्दिरको साइडबाट मन्दिरलाई दर्शन गरेर अगाडि बढ्यौँ है त गाइज। ल सर यस्तो बवाल छ, बवाल मोबाइलै उडाउला जस्तो भइसक्यो स्पिड। यति बेला हामी छाप भन्ने ठाउँमा आइपुग्यो। छाप यहाँ चाहिँ ब्रेकर छन् दुईवटा, दाइ ख्याल गर्नुपर्छ। यहाँ घच्याक्क पार्छन् दुईवटा ब्रेकरले। ल अब हामी छापाबाट बायाँ डाँडातर्फ अगाडि लाग्यो। बायाँ डाँडा माथि देखेको
चापोकोटको भ्यू टावर है साथीहरु। चापोकोटको भ्यू टावर माथि देखिएको बाँय डाँडा भन्ने ठाउँबाट माथि निक्लिनु पर्छ चापोकोटको भ्यू टावर जानको लागि। बाटो बवाल छ, बाटो बवाल। जाने बाटो है, यहाँबाट माथि गएपछि भिप्टार पुगिन्छ हामी। त्यति बेला हामी चापाकोटको किसान भन्ने ठाउँमा आइपुग्न लागेका छौँ। थोरै अगाडि मात्रै हो, यही चोकमा किसान भन्छ। यहाँबाट हामी फेरि देब्रे मोडिएर करिडोरतर्फ अगाडि बढ्छौँ। यहाँबाट देब्रे मोडिन्छौँ। अब यहाँबाट दुईवटा बाटो छन्, जताबाट गए नि हुन्छ। अब पहिला हामी यहाँ अगाडिको झलुङ्गे पुल तर्थ्यौँ भने अब हामी यता निसर्गीतर्फ अगाडि बढ्छौँ। यतापट्टि देब्रे मोडिन्छौँ यहाँबाट पनि। हामी अब फेरि दाहिने मोडिन्छौँ छिते खोलाको पुलबाट। निर्दिम पुलतिर अगाडि बढ्छौँ। यहाँबाट पुनः हामी फेरि दाहिने मोडिन्छौँ। दाहिने मोडेर निसर्दीको झलुङ्गे पुलमा पुगिन्छ। यहाँबाट अगाडि बढेपछि शीतल पार्क रहेछ है, यसको नाम चाहिँ शीतल पार्क। हामी यो निसर्दीको पुल तरेर जानुपर्ने छ साथीहरू। हाम्रो यात्रा अब यहाँबाट पुलको जो जाम 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 आएका त छैन नि, आएन जाम। अगाडि गइरहेको एउटा गाडी। ल अब पुल तरेर ढाक्को लागेर देख्न सक्नुहुन्छ कालीगण्डकी पुल। कालीगण्डकी हामी चाहिँ पुल तरिरहेको छौँ झलुङ्गे। यो पुल तरेपछि हामी पारि निसर्दी ट्याक्कै रोकेर जान दिनु त। साँगुरोमा परियो ल जानु त। त्यही त नि ल साँगुरो छ यो पुल अलिकति। भुजात भन्ने ठाउँमा आइपुग्यो हामी। यहाँबाट अब भुजातबाट
यति बेला हामी सेउली बजार भन्ने ठाउँमा आइपुग्यौँ। सेउली बजार यस्तो छ सेउली बजार। पुट्टार पारी तनहुको पुट्टार वारी सेउली बजार। यहाँ चाहिँ अब पक्की पुल बनेर अब सम्पन्न भइसकेको अवस्था छ। हेरौँ कहिले सञ्चालनमा आउँछ। तनहुको पुट्टार जोड्ने पुल यही हो। ए बाइक त हिँड्न लागेन क्या। बाइकहरू चाहिँ चालु भइसकेछ। अब डेढगाउँ आउन जम्मा 5 किलोमिटर मात्रै बाँकी रहेको छ। खैरेनीबाट हामी अगाडि लागिसकेका छौँ। आइपुग्न लागिसक्यौँ डेढगाउँ भन्ने ठाउँमा। यो खोल्चो तरेपछि अब डेढगाउँ सुरु भयो। फाइनली डेढगाउँ इज हियर। अब हामी करिडोर छोडेर आफ्नो रुमतर्फ यता लाग्छौँ। करिडोर चाहिँ यता। भित्र पनि बाटो सबै चिल्लै छ, सबै पिच।